हेलो मेरो युट्युब च्यानलमा तपाईहरुलाई हार्दिक स्वागत छ। यस भिडियोमा मैले क्लास 8 इङ्ग्लिश युनिट 3 रिडिङ सेकेन्डमा रहेको इम्पोर्टेन्ट टपिक हाउ टु वाश क्लोथ्स इन अ वाशिङ मसिन को एक्सप्लेनेसन लिएर आएको छु। लेट्स स्टार्ट है त। फर्स्ट, बिफोर रिडिङ some questions are asked here. What do you see in the picture? भनेको छ चित्रमा तपाई के देख्नुहुन्छ? यहाँ चित्र दिएको छ। अफ कोर्स यहाँ दिएको चित्र चाहिँ के को हो त? वाशिङ मसिनको कपडा धुने मसिनको। सो आई सी वाशिङ मसिन इन द पिक्चर। नम्बर बी मा भनेको छ व्हाट इज इट युज्ड फर? डिस्कस विथ योर फ्रेन्ड्स। यो के को लागि प्रयोग गरिन्छ त वाशिङ मसिन? अफ कोर्स इट इज युज्ड फर वाशिङ क्लोथ्स। यो कपडा धुनको लागि लुगा धुनको लागि प्रयोग गरिन्छ। ओके, लेट्स स्टार्ट द रिडिङ टेक्स्ट। हाउ टु वाश क्लोथ्स इन अ वाशिङ मसिन। वाशिङ मसिनमा कपडा कसरी धुने त भन्ने बारेमा यहाँ चर्चा गरिएको छ। अ वाशिङ मसिन इज अ होम अप्लायन्स युज्ड टु डु द लन्ड्री। वाशिङ मसिन भनेको एउटा घरमा प्रयोग गरिने उपकरण हो जसलाई चाहिँ कपडा धुने कामको लागि प्रयोग गरिन्छ। It washes clothes automatically without having to supervise its operation. यसले चाहिँ यसको कामलाई हामीले निरीक्षण नगरिकनै कपडा आफै धुने काम गर्दछ। भन्नुको मतलब हामीले यसमा चाहिँ कपडालाई चलाउने पखाल्ने काम गरिराख्नु पर्दैन, यसले आफै गर्दछ। All one has to do is to put the clothes in the machine and select the wash mode. हामीले गर्नुपर्ने के मात्रै हो त भन्दाखेरि कपडालाई चाहिँ वाशिङ मसिनमा राख्ने र यसको चाहिँ कपडाको प्रकार अनुसार वाश मोड चुज गर्ने, सिलेक्ट गर्ने। त्यसपछि हियर आर अ फ्यु स्टेप्स टु वाश क्लोथ्स। अब कपडा धुनको लागि केही प्रमुख चरणहरू चाहिँ यहाँ दिएको छ। स्टेप 1, सेपरेट योर लन्ड्री। भन्नुको मतलब धुनुपर्ने कपडालाई चाहिँ के गर्ने, अलग गर्ने, छुट्याउने। Sorting your laundry into different piles based on fabric type and color is step number 1. पहिलो स्टेपमा पहिलो चरणमा के गर्ने त भन्दाखेरि कपडाको यसको चाहिँ प्रकार र यसको कलर भनेको रङ अनुसार यसलाई चाहिँ विभिन्न प्रकारमा चाहिँ बाँड्ने। सर्टिङ भनेको यसको नेचर, यसको प्रकार अनुसार अलग अलग गर्ने। पाइल्स भनेको थुप्रो विभिन्न प्रकारहरूमा विभिन्न थुप्राहरू बनाउने। यु सुड अल्सो चेक द केयर लेभल अफ इच गार्मेन्ट फर वाशिङ इन्स्ट्रक्सन्स सो एज टु अभोइड ड्यामेजिङ यर फ्याब्रिक्स। अब हामीले चाहिँ यसको वाशिङ इन्स्ट्रक्सन कसरी धुने भन्ने इन्स्ट्रक्सनको लागि हामीले त्यहाँ भएको केयर लेभल जुन दिएको हुन्छ, यसरी धुने, यसरी नधुने, तातो पानीले नधुने, चिसो पानीले नधुने भनेर जुन इन्स्ट्रक्सनहरू दिएको हुन्छ त्यो केयर लेभलमा हेर्ने, कसरी धुने भन्ने कुरा जान्नको लागि, जसले गर्दा चाहिँ हामी कपडा बिग्रिनबाट, ड्यामेज हुनबाट चाहिँ बचाउन सक्छौँ। मेक स्योर टु पे एक्स्ट्रा अटेन्सन टु यर मोर डेलिकेट आइटम्स। अब जुन कपडा चाहिँ डेलिकेट छ, डेलिकेट भन्नुको मतलब नरम छ, कमजोर छ, त्यो धुनको लागि चाहिँ बढी हामीले ध्यान दिनुपर्ने हुन्छ। यु सुड वाश देम आइदर बाई ह्यान्ड अर अन द डेलिकेट साइकल एन्ड इन अ मेस ब्याग है त। त्यस्ता कपडाहरू जो नरम कपडा छन् तिनीहरूलाई धुँदाखेरि क्या त हामीले चाहिँ हातले धुनुपर्छ अथवा त्यसलाई चाहिँ नरम साइकलमा राखेर धुनुपर्छ र त्यसलाई चाहिँ मेस ब्याग भनेको एउटा जालीदार झोला हुन्छ, त्यो झोलामा राखेर धुनुपर्ने हुन्छ। यो भयो स्टेप नम्बर फर्स्ट, जसमा चाहिँ हामी कपडाको प्रकारहरूलाई विभिन्न भागमा बाँड्ने गर्दछौँ अथवा कपडाको प्रकार अनुसार यसलाई चाहिँ छुट्याउने गर्दछौँ। स्टेप नम्बर 2, लोड द वाशिङ मसिन। अब चाहिँ वाशिङ मसिनलाई चाहिँ लोड गर्ने। दिस इज द स्टेप वेयर यु डम्प यर क्लोथ्स इन्टु यर वासर। यो भनेको यस्तो स्टेप जहाँ चाहिँ तपाईँ आफ्नो कपडालाई चाहिँ आफ्नो कपडाहरूलाई चाहिँ यो के अरे फोहोर कपडा राख्ने ठाउँ जुन हुन्छ त्यहाँ चाहिँ राख्नुहुन्छ है त वाशिङ मसिनभित्र। मेक स्योर नट टु ओभरलोड यर क्लोथ्स
के अरे यो सुनिश्चित गर्नुपर्छ कि तपाईँले त्यहाँभित्र त्यसले थाम्ने भन्दा बढी कपडा चाहिँ राख्नुभएको छैन है, ओभरलोड गर्नुभएको छैन। ओभरलोड गर्यो भने त्यहाँ के अरे त्यसले धुनको लागि अप्ठ्यारो हुन्छ, राम्रोसँग धुँदैन। योर क्लोथ्स एज इट मे रिजल्ट इन द क्लोथ्स नट बिङ वास्ड एज दे सुड बी है त। अब त्यसो गर्यो भने के हुनसक्छ त, जसरी यसले धुनुपर्ने हो त्यसरी कपडा नधुन सक्छ ओभरलोड गर्यो भने। त्यो भयो स्टेप नम्बर 2। एन्ड स्टेप नम्बर 3 इज एड डिटर्जेन्ट एन्ड फ्याब्रिक सफ्टनर। अब हामीले स्टेप नम्बर 3मा है, स्टेप 2मा चाहिँ त्यो वासिङ मसिनभित्र कपडा राखिसकेपछि अब स्टेप नम्बर 3मा हामीले त्यसमा चाहिँ के राख्नुपर्छ त भन्दाखेरि कपडा धुने साबुन, डिटर्जेन्ट होइन, सोडा त्यहाँभित्र राख्ने र फ्याब्रिक सफ्टनरहरू पनि त्यहाँभित्र राख्ने। बिफोर एडिङ योर चोइस अफ डिटर्जेन्ट एन्ड फ्याब्रिक सफ्टनर मेक स्योर यु रिड योर वासर्स म्यानुअल टु फाइन्ड आउट विच गोज वेयर। अब त्यहाँ राख्नुभन्दा पहिला कपडामा चाहिँ त्यो फ्याब्रिक सफ्टनर र डिटर्जेन्ट राख्नुभन्दा पहिला चाहिँ हामीले के अरे त्यो युजर्स जो म्यानुअल हुन्छ, मार्गदर्शन पुस्तिका, सानो पुस्तिका हुन्छ, त्यसलाई चाहिँ राम्रोसँग पढ्नुपर्छ। कुनमा चाहिँ कस्तो प्रकारको डिटर्जेन्ट राख्ने, कुनमा चाहिँ कस्तो प्रकारको सफ्टनर राख्ने भनेर राम्रोसँग पढ्नुपर्छ। द अमाउन्ट अफ डिटर्जेन्ट निडेड भेरिज बाई लोड साइज। अब के अरे डिटर्जेन्टको मात्रा चाहिँ हाम्रो के अनुसार चाहिँ फरक पर्छ त भन्दाखेरि त्यसमा भएको लोड साइज, कति धेरै कपडा छ, कति धेरै के अरे कति कम कपडा छ भन्नेमा भर पर्छ। एन्ड वासिङ मसिन टाइप र वासिङ मसिनको प्रकारमा पनि यो भर पर्छ। सो चेक द ब्याक अफ द डिटर्जेन्ट बक्स एन्ड लुक फर एनी लेभल्स अन यर वासिङ मसिन टु फाइन्ड आउट हाउ मच यु सुड युज। अब त्यसमा चाहिँ कति डिटर्जेन्ट पाउडर राख्ने भनेर जान्नको लागि चाहिँ के चेक गर्ने त भन्दाखेरि डिटर्जेन्ट बक्समा लेखेको चाहिँ जो लेबल हुन्छ त्यसलाई जानकारीहरू जो लेखेको हुन्छ डिटर्जेन्ट बक्समा त्यो पढ्ने। त्यसै गरी वासिङ मसिनमा लेखेको चाहिँ त्यो लेबल जुन हुन्छ त्यसमा चाहिँ त्यसलाई पढ्ने र त्यो अनुसार चाहिँ प्रयोग गर्ने, त्यसमा हाल्ने। त्यसपछि डिटर्जेन्ट राखिसकेपछि नम्बर 4मा टर्न अन द वासर। अब चाहिँ वासरलाई के अरे खोल्ने, टर्न अन गर्ने। जस्ट क्लोज द डोर एन्ड हिट द स्टार्ट बटन। अब चाहिँ के गर्ने त भन्दाखेरि वासिङ मसिनको डोरलाई, ढोकालाई बन्द गर्ने र स्टार्ट बटनमा थिच्ने। सम वासिङ मसिन क्यान इन्डिकेट द्याट द डोर इज नट क्लोज्ड प्रोपरली वाइल सम क्यान नट। अब ढोका चाहिँ राम्रोसँग लगाउनु पर्छ। अब लगाउँदाखेरि कोही चाहिँ वासिङ मसिनले ढोका लागेन भनेर त्यहाँ सङ्केत दिन सक्छ, त्यहाँ इन्डिकेट गर्न सक्छ, तर कसैले त्यो इन्डिकेट नगर्न सक्छ। तर हामीले चाहिँ सुनिश्चित गर्नुपर्छ कि ढोका राम्रोसँग लाग्यो कि लागेन भनेर। चुज द राइट वासिङ साइकल। अब चाहिँ त्योभित्र डिटर्जेन्ट राखेर ढोका बन्द गरेर स्टार्ट बटन थिचिसकेपछि हामीले चाहिँ वासिङ के अरे उपयुक्त वासिङ साइकल चाहिँ छान्नुपर्ने हुन्छ। वास साइकल कन्सिस्ट अफ 2 इम्पोर्टेन्ट स्पिड्स। वास साइकल चाहिँ 2वटा महत्त्वपूर्ण स्पिडहरू हुन्छ। त्यसमा चाहिँ अ स्पिड एट विच इट एजाइटेट्स अर टम्बल्स यर क्लोथ्स विथ वाटर। पहिलोमा चाहिँ के हुन्छ त भन्दाखेरि यसले चाहिँ कपडालाई चाहिँ पानीसँगै के गर्छ त हल्लाउँछ होइन, मिसाउँछ। एन्ड अ स्पिड द्याट स्पिन्स द वाटर आउट अफ यर क्लोथ्स। एउटामा चाहिँ कपडालाई चाहिँ पानीसँग घुलाउँछ अथवा कपडा र पानीलाई मिलाउँछ, र अर्को स्पिड भनेको कपडाबाट पानी चाहिँ निकाल्छ है, स्पिन्स द वाटर आउट अफ यर क्लोथ्स। वन्स अगेन, एकपटक फेरि, वेन पिकिङ द करेक्ट वासिङ साइकल है, सही वासिङ साइकल चुज गर्दाखेरि, पिक गर्दाखेरि यु सुड रेफर टु द फ्याब्रिक केयर लेभल। हामीले चाहिँ त्यसमा जो कपडाको केयर लेभल हुन्छ त्यसलाई पनि ध्यान दिनुपर्छ है त। दिस वे यु क्यान म्याक्सिमाइज क्लिनलीनेस वाइल अल्सो प्रोटेक्टिङ यर क्लोथ्स। अब कपडाको केयर लेभल अनुसार हामीले चाहिँ स्पिडलाई चुज गऱ्यौँ भने त्यसले चाहिँ हाम्रो के अरे कपडाको धुलाइ अथवा सफा पनि राम्रोसँग हुन्छ र कपडा पनि एकदम सुरक्षित रहन्छ। योर अप्सन्स रेन्ज फ्रम नर्मल एन्ड पर्मानेन्ट फ्रेस टु डेलिकेट एन्ड क्विक साइकल्स।
हाम्रो चाहिँ अप्सनहरू जो हुन्छन् यो वासिङ मोडहरू नर्मल मोड भयो होइन, त्यसै गरेर पर्मानेन्ट प्रेस मोड, त्यसै गरेर डेलिकेट मोड, विभिन्न मोडहरू चाहिँ त्यसमा हुन्छन् कपडाको प्रकार अनुसार है त। सेट द वाटर टेम्परेचर, नेक्स्ट स्टेप 6मा चाहिँ अब हामीले पानीको चाहिँ तापक्रमलाई चाहिँ सेट गर्नुपर्ने हुन्छ। युज द करेक्ट वाटर सेटिङ इन यर वासर क्यान मेक अ डिफरेन्स इन यर लन्ड्री है। सही के अरे पानीको जुन तापक्रमको जो सेटिङ हुन्छ त्यो वाटर सेटिङ चाहिँ सही तरिकाले गऱ्यो भने यसले चाहिँ हाम्रो कपडामा चाहिँ केही फरक पनि ल्याउन सक्छ। हट वाटर फर इन्स्टान्स सेनिटाइजेस एन्ड किल्स जम्स बेटर। अब हामीले चाहिँ हट वाटर चाहिँ त्यहाँनिर राख्यौँ भने, सेट गऱ्यौँ भने त्यसले चाहिँ कपडालाई राम्रोसँग सफा गर्छ र त्यसमा भएको जो जम्सहरू हुन्छन्, कीटाणुहरूलाई पनि मार्ने गर्दछ। बट इन सम केसेस इट क्यान श्रिङ्क यर क्लोथ्स, फेड यर फेब्रिक्स है त। अब कुनै केसमा चाहिँ के हुन्छ भने यो तातो पानीले चाहिँ हाम्रो कपडालाई चाहिँ खुम्च्याइदिन्छ होइन, त्यसै गरेर यसले चाहिँ हाम्रो कपडालाई चाहिँ फेड गरिदिन्छ है त। भन्नुको मतलब त्यहाँबाट चाहिँ त्यसको चाहिँ कलर नै उडाइदिन्छ। त्यसै गरेर सेट सर्टेन स्टेन्स, यसले चाहिँ केही त्यसमा चाहिँ स्टेन्स भनेको धब्बाहरू पनि छोड्ने काम गर्छ कहिलेकाहीँ तातो पानीले। एन्ड रिक्वायर्स अ लट मोर एनर्जी, र यसले चाहिँ धेरै एनर्जी पनि लिन्छ। सो रिजर्भ हट वाटर वासेस फर बाथ एन्ड किचन टावल्स, बेडिङ, स्टर्डी फेब्रिक्स एन्ड एनी एक्सट्रिमली डर्टिड आइटम्स। त्यही भएर यस्तो हट वाटर वास चाहिँ के को लागि प्रयोग गर्ने भन्दाखेरि के यस्तो आइटमहरू जो चाहिँ जस्तै किचन टावलहरू भयो, त्यसै गरेर बेडिङका कपडाहरू भए, अनि स्टडी फेब्रिक्सहरू भयो, त्यसै गरेर धेरै अत्याधिक फोहोर भएका कपडाहरू, यस्ता कपडाहरूको लागि हामीले हट वाटर प्रयोग गर्न सक्छौँ। फर मोडरेटली डर्टी लोड्स, डार्क कलर्स एन्ड द पर्मानेन्ट प्रेस साइकल, के अरे युज वार्म वाटर। पर्मानेन्ट प्रेस साइकलको लागि, त्यसै गरेर अलिकति मोडरेट डर्टी कपडाहरूको लागि होइन, डार्क कलरका कपडाहरूको लागि चाहिँ हामीले वार्म वाटर प्रयोग गर्न सक्छौँ। धेरै हटभन्दा पनि अलिकति गरम पानी चाहिँ प्रयोग गर्न सक्छौँ। कोल्ड वाटर इज द जेन्टलेस्ट वे अफ वासिङ यर गार्मेन्ट्स एन्ड इट अल्सो रिक्वायर्स लेस एनर्जी। अब चिसो पानी प्रयोग गर्नु भनेको अलिकति सही मानिन्छ, जसले चाहिँ के अरे एनर्जी पनि अलिक कम खपत गर्छ। त्यसै गरेर नम्बर 7मा क्लिन यर वासिङ मसिन। अब चाहिँ कपडा धोइसकेपछि हामीले चाहिँ आफ्नो वासिङ मसिनलाई चाहिँ सफा गर्नुपर्ने हुन्छ। रेगुलर क्लिनिङ विथ द वासिङ मसिन क्लिनर इज एन इम्पोर्टेन्ट पार्ट अफ नोइङ हाउ टु युज वासिङ मसिन। अब चाहिँ वासिङ मसिन क्लिनरले चाहिँ कसरी दिनदिनै हामीले वासिङ मसिनलाई सफा गर्ने भन्ने जान्नु भनेको यो वासिङ मसिन प्रयोग गर्नु के अरे जान्नुको एउटा महत्त्वपूर्ण पार्ट हो। लिभ यर वासिङ मसिन डोर ओपन आफ्टर युज टु अलो इट टु एयर आउट एन्ड हेल्प प्रिभेन्ट मोल्ड फ्रम ग्रोइङ। अब कपडा धोइसकेपछि के गर्ने त भन्दाखेरि यसको ढोका चाहिँ खुलै छोडिदिने होइन, त्यो भित्रको हावा चाहिँ बाहिर आउन सकोस् र यसमा चाहिँ विभिन्न प्रकारको ढुसीहरू, मोल्डहरू है बस्नबाट चाहिँ, भुर्कनबाट चाहिँ यसलाई चाहिँ बचाउन सकियोस् भनेर यसरी हामीले चाहिँ लास्टमा अन्तिममा चाहिँ वासिङ मसिनलाई चाहिँ सफा गर्नुपर्ने हुन्छ। यसरी हामी वासिङ मसिनको प्रयोग गर्न सक्छौँ। वासिङ मसिन प्रयोग गरेर कपडा सफा गर्न सकिन्छ। ओके, थ्याङ्क यू भेरी मच।